अब 13औं अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, तिमी एकचित्त भएर सुन। त्यसपछि पौष शुक्लको पूर्णिमाको दिन आयो र पार्वतीले विष्णुको उपदेश अनुसार सखी समेत भई हात खुट्टाका नङ काटी स्नान गरेर पवित्र भई एक भक्त रही एक चित्त रही नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लागिन्। महिना दिन पूरा भयो र माघ शुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार पारी श्री स्वस्तानी परमेश्वरीको विद्वत पूजा ध्यान जप र स्तोत्र पाठ गरिन्। देवराज इन्द्रले त्यो समाचार पाएर देवताहरूसँग भने, हे देवता हो, अब पापिष्ट तारकासुर दैत्यको नाश हुने समय आयो। किनभने हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाएपछि उनका गर्भबाट पुत्र जन्मन्छन् र तिनै बालकले हाम्रो शत्रु भएको त्यस तारकासुर दैत्यलाई मारिदिनेछन्। तब हामी अमरावती हात पारी राज्य भोगौँला। फेरि सतीदेवी मर्नाले महादेव शोक गर्दै पृथ्वी भ्रमण गरिसकेर उत्तरापन्थमा गई काम क्रोध लोभ मोह त्यागेर सम्पूर्ण इन्द्रिय खिची तिनै नेत्र बन्द गरी केवल परब्रह्ममा चित्त लगाई ठूलो कष्टले तपस्या गरिरहेका छन्। अब महादेवलाई त्यस तपस्याबाट भ्रष्ट पारेर फेरि काम क्रोध लोभ मोहमा ल्याउने उपाय के छ सो भन। यदि इन्द्रले भनेको सुनि देवताहरू भन्दछन्, हे देवेन्द्र, त्यो काम गर्न त बिना कामदेव अरूको शक्ति पुग्दैन। कामदेव गई महादेवको हृदयमा कामबाण प्रहार गरेर आउन्। यदि देवताहरूले भनेको सुनि इन्द्रले उत्तम हो भनी कामदेवलाई डाक्न पठाए। तत्काल वायुलाई पठाए। वायु पनि इन्द्रका आज्ञाले महादेव कहाँ पुगी चाँडै नै डाकेर ल्याइदिए। अनि कामदेवले देवेन्द्रलाई प्रणाम गरे। के कामले मलाई डाक्नुभयो भनी सोधेर इन्द्र आज्ञा गर्दछन्, हे कामदेव, सतीदेवी मर्नाले महादेव उत्तरापन्थमा गई काम क्रोध लोभ मोह त्यागेर सम्पूर्ण इन्द्रिय बाँधी परब्रह्ममा चित्त लगाई ठूलो कष्ट सहेर तपस्या गरिरहेका छन्। बिना महादेवले यो ब्रह्माण्ड संसारको रक्षा को गर्ला? यसकारण तिमी त्यहाँ गई महादेवको हृदयमा काममा प्रहार गरेर फेरि काम क्रोध लोभ मोहमा ल्याऊ। यदि इन्द्रको आज्ञा सुनि हवस् भनी आफ्नी स्त्री रति समेत भई उत्तरापन्थ जान भनी त्यहाँबाट प्रस्थान गर्दा भए। हे मुनि, इन्द्रको आज्ञाले कामदेव र रति उत्तरापन्थमा पुगेर महादेवलाई साष्टाङ्ग दण्डवत गरी इन्द्रका आज्ञाले कामबाट कानसम्म खिची महादेवको मर्मस्थान ताकेर प्रहार गरे। त महादेवले त्यो कुरा थाहा पाएर क्रोधित भई आँखा उघारेर हेर्न साथ तिनै नेत्रबाट अग्निको ज्वाला निस्क्यो र त्यही ज्वालामा परे कामदेव भस्म भए। तब कामदेवकी स्त्री रतिले आफ्ना स्वामी कामदेव भस्म भएको देखि अनेक तरहले शोक गरेर महादेवका पाउमा परेर बिन्ती गर्न लागिन्, हे जगदीश्वर, यो अपराध मेरा स्वामीको होइन। इन्द्रको आज्ञाले हजुरको हृदयमा कामबाट प्रहार गरेको हो। हे युगनायक, मदेखि प्रसन्न भई त्यो अपराध क्षमा गरी मलाई स्वामी दान दिनुहोस्। हे करुणामय हजुर, कस्ता पनि दुष्टजनको संहार गरी साधु सन्तको रक्षा गरिरहने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। तिम्रो स्तुति गर्न हजार जिब्रा भएका शेष नाग र सरस्वतीले पनि नसकेको म स्त्री जातिले के सकुली। हे भक्तवत्सल, मलाई विधवा नतुल्याई मेरो स्वामीको जीवन दिई मलाई सन्तुष्ट पारेर घर पठाउनुहोस्। त्यसरी रतिले स्तुति गरेको सुनि महादेवलाई दया लाग्यो र आज्ञा गर्नुभयो, हे रति, यस जन्ममा भने तिमीले आफ्नो स्वामी पाउन सक्दैनौ। द्वापर युगको अन्त्यमा विष्णुले अवतार लिनेछन्। तिम्रा स्वामी तिनै कृष्णका पुत्र प्रद्युम्न भएर जन्म लिनेछन् अनि तिमी दुवै स्त्री पुरुषको भेट होला। अहिले दुःख नमान, घर जाऊ। महादेवले यति आज्ञा भनेको सुनि हवस् भनी रतिले महादेवलाई साष्टाङ्ग प्रणाम गरेर फेरिन्। त्यसपछि महादेवले सतीदेवीलाई सम्झी कहाँ जन्म लिन गइन् भनी ध्यान दृष्टिले विचार गर्दा हिमालय पर्वतकी पुत्री पार्वती नाम भएर जन्मी। श्री महादेव स्वामी पाउँ भने बालक कालदेखि नै अनेक व्रत दान जप तप तीर्थ यज्ञ गरेको र फेरि विष्णुको उपदेशले श्री स्वस्तानी परमेश्वरीको व्रत गर्न लागेको थाहा पाएर अब पार्वतीको चरित्र हेर्दछु भनी इन्द्र स्वरूप भई हातमा वज्र लिई ऐरावत हात्तीमा चढी पार्वतीले व्रत गरिरहेको ठाउँमा पुग्नुभयो। महादेव कस्तो बखतमा त्यहाँ पुग्नुभयो भने सम्पूर्ण व्रत गरिसकी हातमा अर्घ्य पात्र लिएर, हे ईश्वरी निरञ्जन निराकार, तिमीलाई कोटि कोटि नमस्कार छ। सम्पूर्ण व्रत पनि तिमी, सृष्टि स्थिति र संहार गर्ने पनि तिमी, पञ्चमहाभूत पनि तिमी, सत्व रज तम त्रिगुण पनि तिमी, यो ब्रह्माण्ड संसारमा आत्मस्वरूप भइरहेकी पनि तिमी, आदिशक्ति पनि, कालस्वरूप पनि तिमी, आदि र अन्त्य मध्य हात पाउ नभएकी पनि तिमी, यस्ती अव्यक्त स्वरूप भएकी तिम्रो गुण गान गर्न ब्रह्मा सरस्वती र शेषनागले पनि नसकेको म कसरी सकुली। मेरो भक्तिदेखि प्रसन्न हुनुहोस् भनी बारम्बार प्रार्थना गरेर प्रसाद सिक्न लागेको बेलामा इन्द्र स्वरूप महादेव आइपुग्नुभयो। पार्वतीले देखेर यथायोग्य पूजा गरी, हे देवेन्द्र, के कामले आउनुभयो, आज्ञा होस् भनिन्। र इन्द्र स्वरूप महादेव भन्नुहुन्छ, हे पार्वती, तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भएँ। महादेव स्वामी पाउन भनी यो व्रत गर्यौ, तर उनी महादेव कस्ता छन् भने बौलाहा जस्ता महानिर्गृणी, नाकका गहना लगाएका, भागको छाला कम्मरमा बेरेका,
भूत प्रेत प्रमथ गण साथमा लिई बुढो गोरुमा चढेका, दाहिने हातले डमरू बजाई बायाँ हातमा त्रिशूल लिएका, विष भाङ धतुरो खाई निर्लज्ज जै फिर्ने र अघोर मूर्ति भई श्मशानमा निवास गरेर हिँड्ने ती भने यस्ती परम सुन्दरीलाई त्यस्ता महादेव स्वामी कदापि योग्य छैनन्। बरु सम्पूर्ण देवताहरूको राजा मलाई आफ्नो स्वामी तुल्याई स्वर्गकी रानी भएर अलभ्य सुखहरू भोग गरौ। यदि इन्द्रस्वरूप महादेवले आज्ञा भएको सुनि पार्वती अत्यन्त क्रोधित भई भन्न लाग्ने, हे पापिष्ट इन्द्र, मैले यस्तो श्री स्वस्तानी परमेश्वरको व्रत गरिरहेको ठाउँमा आएर श्री महादेवको निन्दा गर्यो, मैले यो सहन सकिन, अब म तिमीलाई श्राप दिन्छु भनी श्राप दिन तयार भइन्। तब इन्द्रस्वरूप महादेव पार्वतीले श्राप दिन आँटिन् भनी डराई, हे पार्वती, म इन्द्र होइन, केवल तिम्रो चरित्र हेर्न इन्द्रको स्वरूप धारण गरेर आएको हुँ। धन्य तिम्रो भक्ति, तिम्रो तपस्याले म सन्तुष्ट भएँ भनी आफ्नो ज्योति स्वरूपको दर्शन दिनुभयो। र पार्वतीले श्री महादेवको दर्शन पाएर मनमा आनन्द मानी साष्टाङ्ग प्रणाम गरिन्। अनि हे जगदीश्वर, मैले अनेक व्रत दान यज्ञ तप जप गरे तैपनि हजुरको दर्शन पाइन। आज वैकुण्ठनाथ विष्णुको उपदेश र श्री स्वस्तानी परमेश्वरीको व्रतको प्रभावले हजुरको दर्शन पाएँ। अब स्वस्तानी परमेश्वरीको प्रसाद दिन कन्यादान भएको छैन, कसो गरौँ भनी बिन्ती गरिन्। अनि महादेव अत्यन्त प्रसन्न भई पार्वती कन्यादान लिन भनी हिमालय पर्वतका आधार जानुभयो। हिमालयले महादेवलाई स्वयं आउनुभएको देखि आफ्ना पुत्रीले जगदीश्वर श्री महादेव स्वामी पाउन आँची भनी बडो हर्षित मन गरी आफ्नी पत्नी मेनकासित भने, हे श्री, हामी धन्य रहेछौँ, पार्वती कन्यादान लिन महादेव स्वयं आउनुभयो। अब कन्यादानको सामग्री तयार पाराओ भनी हराए। अनि वशिष्ठ प्रयुक्त ऋषि ज्योतिषीहरूलाई डाकी विचार गरेर अक्षय तृतीयाको दिन विवाहको लग्न ठहराए। तिनै लोकका देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा आई यज्ञमा बसे। ब्रह्माजी यज्ञ गर्न लागे, अरू ब्राह्मण वेदपाठ गर्न लागे, अप्सराहरू नाचगानमा लागे। देवकन्या, यक्षकन्या, किन्नर कन्या, काग कन्या, दैत्य कन्या आदि सबै नाना वस्त्र अलङ्कार पहिरी उभन्दा उराम्री भई पार्वतीको कन्यादान दिएको हेर्न लागेका थिए। हिमालयकी श्री मेनकाले पनि आफ्नी पुत्री पार्वतीलाई सुगन्ध लेपन गराई हीरा मोती मणि माणिक्य नाना रत्न जडेका गहना र वस्त्रहरू लगाउन दिई श्रृङ्गारी राखेकी थिइन्। त्यसबाट 16 श्रृङ्गार गरेकी पार्वतीभन्दा राम्री तिनै लोकमा कोही पनि देखिएनन्। मंगल गीत वाद्य गरी हातमा जौतिल कुशादिली हिमालयले पार्वतीको हात समाती मेनकाले सुनको कमण्डलले गंगाजलको धारा दिई कन्यादानको संकल्प पढ्दा हिमालयले सोधे, हे जगदीश्वर, यस शुभ लग्नमा म आफ्नै पुत्री कन्यादान दिन्छु। हजुरको के गोत्र हो? बिना गोत्रको केही काम नगर्नु अधुरो हुन्छ र शुभ कर्मको फल पनि पाइन्न भनी शास्त्रमा लेखिएको छ। हिमालयको यस्तो वचन सुनि महादेव केही पनि जवाब दिन नसकी दुवै बहुतै लाज मानी अधोमुख गरिरहनुभयो। अत हिमालयले पनि कन्याको हात समाती महादेवको मुखमा हेरिरहे। विष्णु प्रयुक्ति सकल देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग आदि कसैले पनि यसै हो भन्न सकेनन् र मुखामुख गरी चुप लागिरहे। त्यसै मौकामा नारद ऋषि सती देवीको हाडको यन्त्र बनाई शिवगीत गाउँदै नाच्दै हिमालय पर्वत कहाँ आइपुगेर सबै कुरा बुझेपछि भने, हे गिरिराज, जो यो समस्त ब्रह्माण्ड संसारको कहिले सृष्टि र कहिले स्थिति तथा कहिले संहार गर्छन्, अहिले एउटै छन् तापनि आफ्ना मायाले ब्रह्मा विष्णुमा स्थिर रूपका बन्दछन्, फेरि एकै रूपका पनि बन्दछन्। आदि पुरुष यिनै हुन्, इनका पिता पनि छैनन्, माता पनि छैनन्, जात पनि छैन, गोत्र पनि छैन। सर्वव्यापी पनि यिनै, 33 कोटी देवताका माता पिता पनि यिनै, फेरि 14 भुवनमा यावत जीवात्मा जति छन् ती सबैको हृदयमा बसी पाप पुण्यको साक्षी भइरहेका पनि यिनै, निरञ्जन निराकार पनि यिनै। यस्ता ईश्वरको महिमा वर्णन गर्न हजार जिब्रा भएका शेषनाग सरस्वती र ब्रह्माजीले पनि नसकेको म कसरी सकौँला। अतः यी पार्वती जगदीश्वर महादेवलाई मनले प्रसन्न भई कन्यादान देऊ, शङ्का नगर। यति नारद मुनिले भनेको सुनि समस्त देवता यक्ष गन्धर्व किन्नर नाग आदिले नारद मुनिले भलो भने भन्दै समर्थन गरे। अनि हिमालयले महादेवलाई पार्वती कन्यादान दिए। अनि पार्वतीले महादेवका गलामा फूलको माला पहिराइन् र 3 पल्ट परिक्रमा गरेर पाउमा ढोगिदिन्। हिमालयले पनि श्रद्धापूर्वक सबै देवता यक्ष गन्धर्व किन्नर दैत्य र नाग आदिलाई भोजन गराई यथेच्छ दक्षिणा दिए। त्यसपछि सबैले हिमालयसित भने, हे हिमालय, तिमी धन्य रहेछौ, मेनकाको गर्भ पनि धन्य रहेछ, तिमी चाहिँ भाग्यमानी 7 द्वीप 14 भुवनमा पनि हुन दुर्लभ छ। तिमीले संसारमा जन्म लिएको सफल भयो, किनकि जुन पिनाकधारी महादेवलाई अनेक तपस्वी योगेश्वरहरू ध्यान दृष्टिले हेर्दा पनि दर्शन पाउन सक्दैनन्, उनै महादेवलाई तिमीले ज्वाइँ पायौ। हामी कृतकृत्य भयौं। अब तिमीले बिदा दिए आफ्ना आफ्ना आश्रममा जाने थियौं भनी निमन्त्रणामा आएका सबैले यति भनिसकेपछि हिमालयले हुन्छ जानुहोस् भनी बिदा दिए र सबैजना आफ्ना आफ्ना आश्रममा जाँदा भए। इति श्री स्कंद पुराणे केदारखण्डे माघ मासे कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रत कथायां पार्वती विवाह वर्णनम नाम त्रयोदशोऽध्याय। देवी प्रपन्नार्थ हरे